यू टु माई अल टिचर्स एन्ड माई प्यारेन्ट्स जसले मलाई ज्ञान शिक्षा र सही मार्गदर्शन प्रदान गर्दै आज यो बाटोसम्म मलाई आइपुग्न एकदम ठुलो सहयोग गर्नुभयो। तपाईँहरूको मेहनत प्रेरणा र विश्वासको ठुलो योगदान छ ममा, जसमा म चाहिँ आज यो गोर्खा स्कुलमा बिङ एज अ टिचर काम गर्दैछु। जुन स्कुलमा मैले स्टुडेन्ट भएर पढेँ, आज त्यही स्कुलमा टिचर भएर सेवा गर्ने अवसर पाउँदा निकै खुसी र गर्व महसुस भइरहेको छ मलाई। आफ्नै सिकाइको थलोमा नयाँ जेनेरेसनलाई नयाँ प्रविधिबाट उहाँहरूलाई ज्ञान बाँड्न पाउँदा चाहिँ एकदम सौभाग्य ठान्छु मैले। र उहाँहरू हुनुहुन्छ हाम्रो युकेजी क्लासको स्टुडेन्ट र हामी युकेजी क्लासको टिचर हो। हामी सबैले आज चाहिँ डान्स प्र्याक्टिसको लागि उहाँहरूलाई लिएर आएका छौँ र यो चाहिँ रहेको छ मेरो गोर्खा स्कुल र हामी सबैको स्कुल। आज हामीले स्टुडेन्टलाई यसरी डान्स प्र्याक्टिस गराउन बाहिर लिएर राख्दाखेरि हामीलाई चाहिँ पढाइ मात्र नभएर डान्स र गेमहरू पनि उत्तिकै इम्पोर्टेन्ट छ जति पढाइ हुन्छ। डान्सले कन्फिडेन्ट बढाउँछ, क्रिएटिभ डेभलप गराउँछ र लर्निङलाई पनि अझ फन र इन्जोएबल बनाउँछ। उहाँहरूलाई यसरी डान्सहरू सिक्दा र गेमहरू खेल्दा पढाइमा पनि उत्तिकै डेभलप गर्छ जस्तो लाग्छ मलाई चाहिँ, उत्तिकै हेल्पफुल हुन्छ। आज चाहिँ उहाँहरू यसरी डान्स गर्न पाउँदा एकदम ह्याप्पी हुनुहुन्थ्यो र हामी पनि सिकाउन पाउँदा एकदम खुसी भइरहेको थियो। सबैजनाले पालो डान्स सिकाउँदै थियो उहाँहरूलाई, उहाँहरू पनि सबैजना डान्स सिक्दै हुनुहुन्छ। र म एउटा टिचर हुनुमा चाहिँ म आफूलाई एकदम प्राउड फिल गर्छु, किनकि साना बालबालिकालाई हामीले उहाँहरूको जीवनशैली सरल बनाउनको लागि हामीले ठुलो भूमिका खेलिरहेको हुन्छौँ टिचरले। म मात्र नभएर जुन कुनै सबै टिचरहरू हुनुहुन्छ उहाँहरूले पनि स्टुडेन्टको भविष्यको लागि एकदम ठुलो मेहनत गरिराख्नु भएको हुन्छ र मैले पनि उहाँहरूलाई आफ्नो जीवनशैली सरल तरिकाले उहाँहरूको राम्रोको भविष्यको लागि एकदम मैले पनि एकदम मेहनत गरिरहेको छु र अरू टिचरहरूले पनि गरिरहेको हुनुहुन्छ। म आफूलाई टिचर हुनुमा एकदम प्राउड फिल गर्छु, यसकारण म टिचर हुँ भनेर। उहाँहरू चाहिँ एकदम खुसीका साथ आज यो डान्स गर्दा अथवा आज हामीले चाहिँ खेलाइरहेको गेमहरू खेल्दा एकदम एक्टिभ भएर कन्फिडेन्टका साथ उहाँहरू जुन पनि एक्टिभिटिजहरू गरिराख्नु भएको हुन्छ उहाँहरू एकदम खुसीका साथ हामीसँगै खेलिराख्नु भएको हुन्छ अथवा डान्स गरिराख्नु भएको छ। त्यो देख्दा चाहिँ मलाई एकदमै खुसी लाग्छ ल आफूलाई गर्व फिल पनि लाग्छ। यसकारण म एकदम धेरै ह्याप्पी छु कि म टिचर हुँ भनेर। आई फिल सो प्राउड टु बिङ एज अ टिचर। सो टिचर हुनुमा मलाई चाहिँ एकदम गर्व लाग्छ कि म टिचर हो भनेर।